हेलो एभ्रिवान, यहाँलाई स्वागत छ मेरो मिनी ब्लगमा। म चाहिँ आज हाम्रो गाउँको भ्यू देखाउँदैछु। यो चाहिँ मेरो जन्म गाउँ, यो मकवानपुरको कैलाश गाउँपालिका भन्ने ठाउँ हो। यहाँ चाहिँ एकदम राम्रो छ। यो चाहिँ बाटो खनेर बिजोग बनाएको छ। तल देखिरहेको चाहिँ हाम्रो फाँट हो। मेरो घर चाहिँ ठ्याक्कै यो फाँटको अलिकति माथि छ। एकदम रमाइलो छ हैन। यो चाहिँ मैले मङ्सिर आउन लागेको बेलातिर लिएको भिडियो हो। धान पाक्दै थियो अनि यस्तो राम्रो छ क्या। मलाई चाहिँ एकदम मनपर्छ यहाँ बस्नलाई। अलिकति कस्तो भने इन्टरनेटको सुविधा छैन, फोन भन्ने बित्तिकै लाग्दैन। यो हाम्रो यो स्मार्टफोनहरूलाई चाहिँ एउटा सर्टेन ठाउँमा झुन्ड्याएर राख्नुपर्छ क्या। मेरो घर चाहिँ त्यो देखिरहेको चाहिँ मेरो घर हो। चाहिँ एकदम रमाइलो छ। यो चाहिँ मेरो घरभन्दा पारिपट्टि गाउँबाट खिचेको। अनि म चाहिँ गाउँमा नगएको पनि धेरै भइसक्यो। अब यसपालि चाहिँ जाने सोचमा छु। मेरो चाहिँ माइती गाउँ है, माइती गाउँ। मेरो बिहे गरेको त अन्त्य हो कि यो चाहिँ मेरो माइती गाउँ, जन्म गाउँ, जन्मभूमि। एकदम मनपर्ने ठाउँ है। कति रमाइलो लाग्छ नि। यस्तो दामी देखिन्छ। अनि हाम्रो गाउँको चाहिँ उयो तल देखेको घरदेखि त्यो रोड खन्ने ठाउँसम्म मेरो घर हो। त्यो चाहिँ मेरो गाउँ टोल भनौँ न। उयो जुम गरेर देखाइरहेको रातो घर चाहिँ मेरो हो, माइती घर क्या। उयो हो, यो देखिरहेछ नि, उयो चाहिँ मेरो घर हो। एकदम राम्रो लाग्छ। अनि ऊ त्यो पारिपट्टि छ, यता पनि छ। दामी फाँट छ क्या। फाँट चाहिँ यस्तो दामी फाँट छ, दामी कुलो लाग्छ। धान मजाले फल्छ, सब हुन्छ। सब A to Z खेतीपाती हुन्छ हाम्रोमा चाहिँ होइन। अब नफलेको भने त हिमालय फल्ने स्याउ एउटा फले खाएन ल, न त सबै फल्छ। अलैँची पनि फल्छ, सबै फल्छ। अनि हाम्रो गाउँमा चाहिँ जताततैबाट बाटो लगेर बिचबाट यस्तरी खनेको छ क्या। अनि मान्छे